हेलो गाइस, आयो सबजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि यहाँ सन्चै आरामै छ होइन। आज चाहिँ हामी लङ टाइम पछि यहाँ दाइ अनि साथी अनि यहाँ जुन दाइ हुनुहुन्छ यहाँ स्कुल आएको पुरानो स्कुलमा होइन। कस्तो बनायो अघि यहाँ दाइले चाबी गेटको गेट चाहिँ लगाइराखेर जो अब चाबी सट्टा खुलेर हामीलाई गेट जानुहुँदैछ। पानी बन्द भयो अहिले चाहिँ दिनभरि पानी बन्द भयो त्यही भएर हामी चाहिँ घरबाट बाहिर हेर्न कस्तो दामी सनराइज हामी चाहिँ साथी एउटा विशाल साथी छ यहाँ दाइ हुनुभयो पदम दाइ हुनुभयो। अलिअलि मात्र घाम लाग्यो अलिअलि मात्र घाम लाग्यो। अब घरबेटीले ढोका खोल्दै हुनु भयो स्कुलको ढोका गेट चाहिँ खुल्लै छ कस्तो। दाइ फेरि हेर्नु आफ्नो देखाइ हेर्छन् क्या हजुर। यो चाहिँ हाम्रो खेलकुद ग्राउन्ड हो होइन। 100 मिटर रनिङ हाई जम्प लङ जम्प चाहिँ यहाँ हान्छ, यहाँ साइडमा हान्छ। भलिबल कोर्ट त्यहाँ छ। हाम्रो पहिलाको रनर देख्न सक्नुहुन्छ। अहिले चाहिँ यहाँ बोयाडी गुड्ने बाटो पनि साइडमा हालिदिइसकेको छ। अहिले चाहिँ पुरै जाली हालेको चारैतिर उता ग्राउन्ड पनि होइन। अनि यो चाहिँ सनराइज आइरहेको छ। यहाँ चाहिँ आइज लङजम हान्छ, यहाँ चाहिँ 100 मिटर रनिङ हान्छ। 4 ट्र्याक बनाउँछ यहाँ चाहिँ। गेट पनि आइपुगेको छ। चाबी खोलेर लिएर जानुहुन्छ भित्र। स्कुल चाहिँ खत्रै चेन्ज भएको छ भन्ने सुनेको थिएँ होइन। हाम्रो पालोमा चाहिँ एउटा भवन थियो अनि यहाँ पछाडि चाहिँ कटेरमा पढ्यो हामी त होइन दाइ। अनि केटीहरू आउने वासरुम हो, टोइलेट हो। स्कुल धेरै पछि आएको कस्तो यहाँ गाडी बाइकहरू राख्ने ठाउँ पनि बनाइसकेको छ। यहाँनिर चाहिँ बनिसकेको छ, खतरा बनिसकेको छ। दुईवटा पानी ट्याङ्की छ। पुरानो बिल्डिङ हो, अहिले नयाँ बिल्डिङहरू बन्दैछ होइन। यो चाहिँ स्कुल हो। यहाँ पढ्छ अनि हामी चाहिँ पढ्न मात्रै 2 वर्षमा छुट्टी भयो। 7 वर्ष भएको यहाँ माथि चाहिँ होस्टेल हो, गर्ल्स होस्टेल हो। अनि यहाँ चाहिँ के अरे दुईवटा बस स्कुलको टक्क राखेको छ। यो चाहिँ होस्टेल हो, सरहरू बस्ने।
सरहरू विद्यार्थीहरू स्टुडेन्टहरू बस्ने होस्टेल हो बढेको लङ टाइम पछि स्कुल आउनु भएको दाइ चाहिँ धेरै वर्षपछि हो म चाहिँ अस्ति रिजल्ट पनि आएको थिएँ होइन अस्ति फर्स्ट रिजल्ट पनि आएको थिएँ दाइको चाहिँ भन्नु के छ दाइ लङ टाइम पछि स्कुल आउँदा कस्तो लागिरहेको अनि यहाँ बस्ने ठाउँ पनि हाले सिसिटिभी यो त पुरानै हो न रिपेयर गरे क्या नयाँ बनाएको यो त हामी हुँदै बनायो अहिले चाहिँ ब्लक बिछाएर यस्तो दामी बनाएको छ उ त अलग भवनहरू पनि छ सक्छ त अनि कसैले अनि पानी पर्छ भनेर रुपियाँ हान्थ्यो कति राम्रो फुलहरू छ नि हाम्रो पाला नि रोप्यो अनि उता उसको बोट नि रोपेको नि हामीले टिमुरको बोट भएर रोपेको तलबाट यो त पुरानो साल कति सालमा बनेको रहेछ 67 मा बनाएर रहेछ होइन दाइ यो स्कुल 67 मा बनायो होला त्यो 68 हो यही नै हो म 10 कक्षाको यहीँ बोर्ड हो मैले चाहिँ उ गरेको होइन केही नै हुँदैन ढोका लगाइदिँदो रहेछ गाई ल्याउँछ न त ढोका लगाएको चाहिँ झ्याट ढोका ठुल्ठुलमा बनाएर आएछ ओइ कस्तो चिप्लो हेर्नु त्यतिखेर चाहिँ म पढेको प्राइमेरी स्कुल त्यस्तो छ भ्यू चाहिँ नजारा चाहिँ आज हामी टोइलेट हो हामीले खाना खाने कोठा चाहिँ त्यो थियो यहाँ केटाहरू टन्नै बस्थ्यो तर अहिले चाहिँ हाम्रो पाला चाहिँ काट्थ्यो कि अहिले चाहिँ हामी नेपाली हाम्रो नेपाल थियो ल लेखा शाखा यो कोठाको अकाउन्ट सेक्सन हाम्रो स्कुल पछाडि त्यस्तो राम्रो खतरा